अब यो माथिको कुरा सुनेर चाहिँ मलाई साह्रै दुःख लाग्यो किनभने अब हाम्रो रासिनहरू काटिदियो। हाम्रो पाउनुपर्ने अधिकारहरू जुन चाहिँ त्यो 3,000 थियो अब त्यो पनि अब अ, पाउँदैन जसको गभर्नमेन्ट जब छ, जसको घरमा गाडी-घोडा छ त्यो पाउँदैन होइन। अब त्यो अब सम्म त अब लु ठिकै नै छ है, अब हामीले आफ्नो लागि आफै कमाउनु पर्छ नै है। मरुन्जेलसम्म त कमाउनु पर्छ नै होइन, त्यो त अब त्यो ल ठिकै थियो। तर अब यो अब हाम्रो कति पुस्ताहरूले चाहिँ अब हाम्रो गोर्खाल्यान्डको लागि, हाम्रो भाषाको लागि कति लड्यो होला, कति मान्छेहरू मऱ्यो होला होइन, कति दुःख झेल्यो होला। तर अब आज आएर चाहिँ अब हामीले लास्टमा चाहिँ के पायो? अब यो अब जस्तो कि अब बङ्गाली ल्याङ्ग्वेज चाहिँ अब स्कुलमा, इभन अब सरकारी कामहरूमा पनि अब हामीले युज गर्नुपर्ने अरे। सिलगढीसम्ममा त ठिकै छ, कोलकातामा पनि ठिकै छ किनभने त्यहाँनिर म्याक्सिमम मान्छेहरू त बङ्गाली नै बोल्छ। बट वाट अबाउट द दार्जिलिङ? अब वेस्ट बेङ्गल भनेपछि त दार्जिलिङ पनि आउँछ। के अब हामीले दार्जिलिङमा पनि अब हाम्रो नेपाली भाषालाई इम्पोर्टेन्ट नदिएर बङ्गालीलाई दिनुपर्ने? के अब हामी पनि बङ्गाली सिक्नुपर्ने? के फाइदा भयो त्यत्रो हाम्रो पुस्ताहरूले त्यत्रो भाषाको लागि, हाम्रो जातिको लागि त्यत्रो ज्यान गुमाएको होइन। अनि अर्को के भयो भने एउटा पार्टी अर्को पार्टी गर्दै एक दोस्रो दाजुभाइमा तिमीहरू झगडा परेको होइन। अब पार्टी पोलिटिक्सको लागि होइन, आफ्नै दाजुभाइ लडाइँ गरेको। अब चाहिँ यति बेला पनि अब हामी चाहिँ अब सबैजना एक भएर चाहिँ अब बोल्नु सकेन भने चाहिँ सायदै अब हाम्रो जुन चाहिँ अस्तित्वहरू छ सायद हराएर नै जान्छ होला है। अब बाहिर देशमा त कुरै नगरौँ, अब हाम्रो नाम निशान पनि छैन, हामीलाई त कसैले चिन्दैन पनि। तर वाट अबाउट द दार्जिलिङ, वाट अबाउट द वेस्ट बेङ्गल एन्ड वाट अबाउट द आवर ओन कन्ट्री? अब हाम्रो नेपाली भाषा हराएर जान्छ। स्कुलमा के भन्छ काम गर्ने जग्गामा कुनै फरेन ल्याङ्ग्वेज आउनु भनेको सानो कुरा होइन। अब यो चाहिँ एकदमै ध्यान दिनुपर्ने विषय हो है। अब सायद अब यति बेला हामी सबै दार्जिलिङको मान्छेहरू एक भएर चाहिँ अब यसको लागि आवाज उठाउन सक्यौँ भने चाहिँ सायदै कुछ हुन्छ होला। तर 1 सेप्टेम्बरदेखिको जब यो लिगल्ली अप्रुभ हुन्छ त्यसको बादमा हामी जति कराए पनि जति गरे पनि केही हुनेवाला छ। यो जुन चाहिँ गम्भीर चिज छ, जुन गम्भीर कुरा छ, अब यसको लागि चाहिँ अब यति बेला अब हाम्रो सभासदहरू होइन, हाम्रो दार्जिलिङमा भएको एमएलएहरू अब उनीहरू पनि अब यति बेला चाहिँ बोलेन भने चाहिँ के फाइदा? के फाइदा भयो त? हामीले आफ्नो जातिको लागि तपाईँहरूलाई जिताएको होइन, जातिको लागि हामीले डल्लै पार्टी चेन्ज गरेको त के फाइदा चाहिँ भयो? खोइ त हामीहरूलाई फाइदा भएको। हामी त अझै थिचिँदै मिचिँदै हराउने रहेछ त, हामी त हराएर जाने रहेछ। अब हाम्रो एक्जिस्टेन्स त अब हराउँदै जाने रहेछ त। अब फर्स्ट हाम्रो भाषै हाम्रो सुरक्षित रहेन भने त हामी त अन्त हामी नेपाली होइन, दार्जिलिङको नेपाली, दार्जिलिङको शान त अन्त हराएर जाने भयो।